हाई गाइस, नमस्कार। म तपाईहरुलाई सुकुनाको गोर्खा हाट देखाउँछु है। सुकुनाको गोर्खा हाट हेर्नुस् कस्तो रहेछ। यो फुल हेर्नुस्, यो हेर्नुस्, यो सब बिकाउमा राखेको हो। त्यहाँबाट यो खाब्जी, यहाँ फ्राइड, ये सेलरोटी, अचारहरू, मकैको चामल, मस्याम। यो चाहिँ के हो? राजमा, राजमा, छुर्पी, सकरखण्डा। यहाँ हेर्नुहोस् गुन्द्रुक। गुन्द्रुक चाहिँ कसरी किलो हो? 100 रुपियाँ पावा, 1000 रुपियाँ किलो। ए सरी, 400 रुपियाँ किलो है। ए कोदोको पिठो, मुङ दाल, मकैको चामल यहाँ पनि छ। यो चनाको सत्तु, यहाँ घिउ पनि पाइँदो रहेछ। यो इस्कुसको मुन्टा। यो सब मुन्टा कसरी हो? 50 रुपियाँ। ए अच्छा, मुन्टा। आलु, आलु पनि माथिको हो? आलु कसरी हो? 30 रुपियाँ। ए राम्रै रहेछ हौ। नयाँ चिज चाहिँ के रहेछ भनेर हेर्नु खोजेको है। यो अन्डा, बस्तीको अन्डा है, कसरी गोटा हो? ए यो गद हो? आलस। आलस यो गद नि के हो? बन्सिलम होइन, मैले नसुनेको आएको। यो बन्सिलम चाहिँ राम्रो भन्छ नि हेल्थको लागि। हेल्थको लागि? यो घोडाहरू दुख्दा? हजुर हजुर हो। यो चाहिँ कसरी हो हिसाब यसको चाहिँ? 100 रुपियाँ 100 ग्राम। यसलाई के गर्ने? कसरी खाने? खाने हो कि भिजाउनु पर्छ? भिजाएर यसको पानी, त्यहाँदेखि यो तेल तेल हुन्छ। अच्छा, साबुदाना जस्तै सेतो सिलाम जस्तै च्याल हुन्छ, जेली आउँछ। उयो भोको पेटमा सट्टै खान्छ। दाना पनि खाइदिने कि त्यो जेली मात्रै? यो सबै त त्यो मेल्ड हुन्छ सबै। कसरी के हो यो? कति दाम? कति दाम? बन्सिलम 100 रुपियाँ 100 ग्रामको। 100 रुपियाँ अरे, 100 ग्राम। 1000 रुपियाँ किलो? महँगो चिज हो नि त। अब यो जहीँ तहीँ पाउँदैन होला है, समस्या छ। कति यो कति दिनलाई पुग्छ यसले? तपाईको कति खोराक हुन्छ भन्नुको मतलब चाहिँ? एक चम्ची सानो चम्ची, एक बोतलमा एक चम्ची, एक गिलासमा। त यो थियो हाम्रो सुकुनाको गोर्खा हाट। हेर्नुहोस्, मैले यो तपाईँहरूलाई देखाउनु खोजेको। अहिले कडा भयो भने नि यसले त्यो त जेली हुन्छ त्यसले।